हामीले चाहिँ घरमै बनाएको हो यो सबै। अब बाहिरी खायो भने अब पैसा धेरै लाग्छ नि त, त्यही भएर हामीले घरमा बनाएर घरमै खाएको। सो हामी फर्स्ट टाइम बनाउँदैछु नि त, त्यही भएर हामीलाई खासै बोल्न आएको छैन, जस्ट ट्राई मात्रै गरेको हामीले है। अनि यस्तो भिडियोहरू हाम्रो चाहिँ राम्रो भयो भने हामी पछिको दिनमा पनि बनाउने छौँ। मेरो चाहिँ अहिले खाँदा खाँदै हजुरले फर्स्टचोटि खानुभयो होला यति मिठो पानीपुरी। मैले यहाँभन्दा पहिला खाएको थिएन नि त। हात हो मेरो हात। योभन्दा पहिला मैले खाएको थिएन पानीपुरी त्यति धेरै। साँच्चै के भनेको, योभन्दा पहिला मैले खाएको थिएन पानीपुरी। गाइजहरू तपाईँहरू पनि आफ्नो घरको बनाएर खानु, घरको ठेलाको यताउतिको नखानु है, किनभने राम्रो हुँदैन। मेरो यो चाहिँ सुझाव हो। हजुरले बरु यस्तो हुन्छ नि, यो वाला हुन्छ नि पानीपुरी, जो फ्राई घरमा गर्नु अनि यस्तो पानीपुरी बनाउन सिम्पल, के गर्नु पर्दैन। मिक्सचर भएपछि अझै राम्रो हुन्छ, किनकि मिक्सचरमा धनियाँ पुदिना अदरक लसुन हाल्यो, खुर्सानी हाल्यो, बस, अनि त्यसमा पानी हालेपछि भइहाल्यो। अनि आलुलाई उस्याउने मतलब बोइल गर्ने, अनि मटर भयो, अनि आफूसँग भएको अरू पनि हाल्न सक्ने, गाजर पनि हाल्न सक्यो, छैन भने आलु जिन्दाबाद। अनि स्विट बनाउने खै अलिक यता गर्न हल्का भयो। केटा मान्छेले पनि पानीपुरी खान्छ? खान्छ, आजैदेखि खान्छ। मिठो छ, घरमा बनाएर खानुहोस्, बाहिर नखानुहोस्, एकदम राम्रो हुँदो रहेछ है। म चाहिँ स्विट हालेर खान्छु, एकदम वडा भयो एन्ड फुल। यो खतरनाक पानीपुरी हुन्छ। मैले त यो ल्याएको थिएँ खानको लागि, यो खाएपछि त मलाई त खानु भएन, मतलब सक्दिनँ, भा सक्दिनँ, यतिमै म खुसी हुन्छु। के बोल्न लक्ष्मी, यो चाहिँ लक्ष्मीको फेसबुक च्यानलबाट आउँछ। सबैले माया गरिदिनु होला यस। सक्दिनँ होला म त खाएर। अब मजा आएको। मेरो नजिक आफन्त हो, नाटो नहुने, के फोन अन्त होइन। मैले त निम्तो पनि गरेको थिएँ, अब हजुरहरू आइदिनु भएन, त्यसमा मेरो के दोष?